केटा हो के छ दाइ के छ हाम्रो दाइ के छ ओइ हाम्रो ब्यान्डको गिटारिस्ट हाम्रो ब्यान्डको भोकलिस्ट प्लस मादलिस्ट थ्याङ्क यू हाम्रो ब्यान्डको ड्रमर हाम्रो ब्यान्डको सारङ्गिस्ट अनि म पनि एउटा भोकलिस्ट गिटारिस्ट हामी चाहिँ अब यहाँ भोलिको प्रोग्रामको लागि फोन लिन जानु लागेको हामी चाहिँ पिएमएक्समा खामै अहिले अन्त दाइ फेरि अब स्कुल जानु लाग्यो स्कुलमा फोन छुटेछ त्यही त गाह्रो छ यतासम्म अहिले हामी नयाँ बजारतिर पिएमएसमा हाम्रो भोलि के अरे वेलकम प्रोग्राम 11लाई गुरुकुलमा कोही आउँदै हुनुहुन्छ अरे यो भगेर्दै हुनुहुन्छ भने सबै गुरुकुलमा प्रोग्राम आउनु होला है सबजना वेलकम छ है सबजनालाई भोलिको लागि स्पेसल गेस्ट प्रकाश सपुत आउँदै हुनुहुन्छ हाम्रो भोलि त्यो सबैजना आइदिनु होला है त ल रुगा नआएको हामीलाई फेरि मऱ्यो भने चाहिँ हुन्छ भोलि प्रोग्राम त जानु पऱ्यो अरे बाबु अहिले आविष्कार दाइको मादल देखाउने हो कि यहाँ आविष्कार दाइको मादल सोलो पार्टमा म सबजना फिदा अहिले आविष्कार दाइको मादल देखेपछि हो कि हाम्रो टुवेलको दाइ तर हामी आइदिएको हाम्रो भाइको भोकल कस्तो बगल छ हाई कस्तो जान्छ त्यही माथि जाने गिटार पार्ट त लभ अनि चुम्बन छ भिन्टेज बाइक रहेछ पोज दिनु नि एउटा हाम्रो गुरुकुल विकास सदन बेस्ट है पोखरामा एकदम वान A1 छ A1 म्युजिकमा गुरुकुलमा आउँछ सबजना ओ ये फोन लिन जानु लागेको केटा हो फोन त यहाँ रहेछ आखिरमा त यत्रो बाटो आयो बेकार बेकार यत्रो बाटो आएको है भिन्टेज बाइक देखाउन आएको भिन्टेज बाइक देखाउन आएको रुगालाको बेला मलाई पनि रुगा लगाइदियो हिजो पानी परेर अब आज भाइको मोबाइलबाट खास हाम्रो प्र्याक्टिस अस्ति नैबाट थियो तर म अस्ति नै मैले घात हान्दिएँ है एक दिन चाहिँ आउनै भएन म अब हिजो चाहिँ दामी हाने होइन एक दिनमा बवाल गरिसक्यो अब आज भोलि त रक हान्नु भाइ भोलि त अलवेज रक हो नि अहिले भेट्छौँ त केटा त्यसले पत्ताउँदैन होला तर हामी सबैजना यहाँको फ्युचर रक स्टारहरू हो हामी अब यहाँ फ्युचरमा नेपाल खाइदिने हो ब्यान्ड म्युजिक बनाएर होइन दाइ अब हाम्रो भोलिको सोले थाहा हुन्छ कस्तो हुन्छ हाम्रो फ्युचर हामी चाहिँ यहाँ छौँ त केटा हो यहाँ बुलेट छ फेरि धेरै दिनपछि खाजा खाजा त यहाँको दामी हो केटा हो पोखरामा कसैलाई पराठा बवाल मन पर्छ भने पोखरा म्युजिक पराठा खाऊ यहाँ दामी हो कि हाम्रो गिटारिस्टले पनि भोकल तानिदिन्छ ड्रमरले पनि गिटार हानिदिन्छ फेरि बवाल हो नि ब्यान्ड फेरि कुन कलेजको गुरुकुल खै दाइ गुरुकुल पोखरा 9 सक्दैन नि फेरि दामी हो क्या अब हामी यसो पेट पूजा हान्न जानुपर्छ है यो इलेक्ट्रिक हो यहीँ राख्दै हुन्छ ल दामी परोठा पाउँछ यहाँ पोखराको बेस्ट गाई न गाई दामी गाइदिएर है यसले है
दामी खतराको अलवेज खतरा पैसा गिटारिस्ट भोकलिस्ट यहाँ त ब्यान्डमा त सबजना मल्टी ट्यालेन्टेड हो क्या हाम्रो खाजा पनि आयो ल पोखराको बेस्ट परोठा यहाँ पिएमएचमा पाउँछ केटा पोखरा म्युजिकल हाउसमा बेस्ट है यहाँ अन्त दाइ 10 आउट अफ 10 परोठा त यहाँ ल दाइले नि एकचोटि बबाल रिभ्यू है त ल कस्तो छ बब्बाल छ बबाल पनि रिभ्यू ल ये ल ल ल ल ल वर्ल्ड्स बेस्ट परोठा ये ल एक सर्ट खाइदे त ल अनि बाहिर बाहिर अब लभली हो कि फेरि आमा वे त हरायो वे हरायो हाम्रो दाइ नि हरायो ल हाम्रो नेपालमा हाम्रो सुरु भयो अब ढोकै बगाउँछ हाम्रो चाहिँ ढोकै बहाल हो ढोकै बहाल हो ल अब हामी चाहिँ सेयर गर्न हाम्रो यहाँ ड्रमर त्यहाँ छ हाम्रो होइन हाम्रो निरञ्जन दाइ त्यहाँ यहाँ दाइ बस्नुहुन्छ सारङ्गी यता सारङ्गी यता गिटारिस्ट यता म रेडी हुन लाग्यो अब सेट निकाल्नु पर्यो एकछिनै केटा हो मादल ट्युन एउटा लाइन हाल्नु त उसका कस्तो धमी लाग्यो मेन लिड मादलिस्ट पनि है हाम्रो ड्रमर दाइले मादल पनि बजाउँछ ड्रम पनि बजाउँछ मादल पनि गिटार पनि भोकल पनि होइन दामी हो क्या हाम्रो दाइ खतरा है बाहिर खतरा हो त्यो अर्को खतरा मान्छे उता छ है रन्जन दाई हाम्रो दाइ रन्जन दाई हेलो हेलो तिमी जाउँ त त्यहाँ नमस्ते गुरुकुल नमस्ते हामी चाहिँ हाम्रो चाहिँ केटा हो यार माइकै के भयो होइन दाइ हाम्रो सारङ्गी बजाउन दाइले ड्रम बजाइरहेको सबजना मल्टी ट्यालेन्टेडमा कसम फेरि एकचोटि चाहिँ अस्ति त यसको ज्याकेट हाम्रो सारङ्गीमा हुनुहुन्छ शैलेश गाई हाम्रो सारङ्गीमा हुनुहुन्छ शैलेश र हाम्रो मादल प्लस ड्रममा हुनुहुन्छ निरञ्जन मलाई भोकलमा साथ दिनुहुन्छ हाम्रो रोनिक र हाम्रो ह्यान्सी भाइ ह्यान्सी एन्ड नन साइलेन्ट गाई निरञ्जन रोयुस
गर्ने ल हाम्रो भ्याइयो होइन जयङ भ्याइयो होइन त कस्तो थियो बवाल होइन कानैको जाली नै अलिकति ढिलो भएर मेरो मैले स्वर तानेर दाइको कानको जाली उड्यो हाई नोट तानेर मेरो यहाँ आवाज बस्यो स्वर एउटा होइन यहाँ हाम्रो लिड गिटारिस्ट चलाएर फ्लेक्स भोलि बवाल हुनेवाला छैन त भोलि रक पायो भने त थाहा छैन हामीले तिम्रो भोइस चाहिँ खतरा मलाई छोयो मेरो भोइस चाहिँ मुटु छोयो रे कसम अब म चाहिँ लग्ने सब केटीहरू 11 केटी आमा 11को केटीहरू फिदा अरे अब 11को अहिले छ आमा यसको त लुक्सले फिदा हो 11को बहिनीहरू हो कि होइन कस्तो लाग्यो नि ड्रमर दाइ बवाल है अब 12 पछि काम हान्नुपर्छ होइन त बवाल केटा अब चार्ज पनि छैन होइन आजको भ्लग छोटो मिठो भयो बिचमा गएको पनि हालिदिनु पर्ला होइन होइन के भने हालिदिने बिचमा गएको पनि हालिदिनु भोलि भेटौँ ल अब केटा हो मेरो चार्ज 14-15% भन्दा छैन होला होइन देख्यो नि फेस ल है त ल के गर्नु मान्छे कालो सुरु राम्रोसँग देखिन्न गाह्रो पर्छ के अनि ल केटा अब चल्दैको